साथीहरु नमस्ते, हजुरहरुलाई स्वागत छ विनिता अधिकारी ब्लग्समा। आज चाहिँ मैले न्यू भिडियो ल्याएको छु। भुजाको लड्डु घरमै कसरी सजिलैसँग बनाउन सकिन्छ भनेर माघे संक्रान्ति स्पेशल। अब चाहिँ माघेको लागि भुजाको लड्डु घरमै सजिलो तरिकाले यस्तो राम्रो बनाएर खान सक्नुहुन्छ साथीहरु। हजुरहरुले पनि हेर्नुहोला कस्तो राम्रो बनेको छ। यसको लागि चाहिने सामग्री के छ म विस्तारै देखाउँछु है। यहाँ चाहिँ मैले 200 ग्राम जति भुजा लिएको छु। भुजा यानि कि मुरी पनि भन्छ है साथीहरु। त्यसपछि मैले त्यसपछि चाहिने भन्दाखेरि चाहिन्छ साथीहरु, आफ्नो आवश्यकता अनुसार राख्नुपर्ने हुन्छ। त्यस्तै गरी मैले यहाँ चाहिँ मुङफली सुन गरेर पहिलालाई ग्यासको फ्लेमलाई चाहिँ सानो गराउनु होला। त्यसपछि यसलाई चलाइ मजाले पकाउनु पर्ने हुन्छ। यसलाई चलाएन भने चाहिँ यसको पिँधमा लागेर डढ्ने सम्भावना हुन्छ। त्यही भएर मजाले चलाउँदै पकाउँदै सानो ग्यास गरेर म चाहिँ थोरै घिउ पनि एड गर्दै यसमा पाक्न लागिसकेको छ नि त यो। त्यही भएर घिउ राख्यो भने चाहिँ यसको टेस्ट चाहिँ एकदमै मिठो आउँछ कि साथीहरु। त्यही भएर है अब चाहिँ यो पाक्यो कि पाकेन भनेर एउटा सानो कटोरा मैले पानी लिएर चेक गरेको। यो चाहिँ अलि पाकेको रहेनछ। पाकेपछि चाहिँ मजाले डल्लो बन्छ कि पानी छोडेर। यसलाई चाहिँ फेरि मैले पकाउन राख्दिएँ साथीहरु। यसलाई चाहिँ मजाले पकाउनु होला, चलाइ राम्रोसँग पकाउनु होला है। यो चाहिँ कलर अलि ब्राउन हुँदै गएको छ, गाढा यस्तो भयो भने चाहिँ अब यो पाक्न लागेको छ साथीहरु। फेरि मैले एउटा कटोरामा पानी लिन्छु। त्यसपछि फेरि यसलाई चेक गर्छु। हेर्नु यस्तो मजाले डल्लो भन्छ कि साथीहरु। तातो चाहिँ हुन्छ, अलि ख्याल गर्नु होला है। अब चाहिँ यहाँ मजाले रेडी भइसक्यो साथीहरु। यसमा चाहिँ मैले अलिकति अघि भुटेको बदामलाई बोक्रा फालेर राखेँ। त्यसपछि चाहिँ यसमा मैले थोरै भुजा राख्दै अनि यसलाई मिलाउँदै गर्छु है त गुडमा। गुड चाहिँ मजाले पाक्यो। यसमा चाहिँ मजाले भुजा राख्दै चलाउँदै यसलाई मजाले मिक्स गर्नु होला है। मिक्स भयो भने चाहिँ हाम्रो लड्डु बनाउन एकदमै सजिलो र इजी हुन्छ कि साथीहरु। मैले चाहिँ बिस्तारै मल्दै चलाउँदै गर्दैछु है साथीहरु। अब चाहिँ मैले हातमा पानी लगाएर घिउ लगाएर डल्लो बनाउन पनि सक्नुहुन्छ। मैले चाहिँ हातमा पानी लगाएर यो चाहिँ एकदमै तातो हुन्छ साथीहरु। सेलायो भने चाहिँ डल्लो बन्दैन, तातैमै गर्नुपर्ने हुन्छ। तर एकदमै तातो हुँदाखेरि हात पोल्ने सम्भावना हुन्छ। त्यही भएर मजाले दुईटै हातमा पानी लगाउँदै अनि प्रेस गर्दै मजाले डल्लो बनाउनुलाई साथीहरु। मेरो चाहिँ फर्स्ट लड्डु रेडी भइसक्यो साथीहरु। त्यस्तै गर्दै मैले सम्पूर्ण लड्डुहरूलाई हातमा पानी लगाउँदै बिस्तारै एउटा हातले प्रेस गर्ने, अर्को हातमा राखेर यस्तो गर्यो भने चाहिँ मजाले जम्छ कि साथीहरु। गुड चाहिँ मजाले पकाउनु पर्ने हुन्छ। गुड मजाले पाक्यो भने चाहिँ मजाले लड्डु बन्छ है साथीहरु। धेरैजनाले लड्डु बनेन भन्नुहुन्छ नि त गुड नपाकेर नबनेको कि साथीहरु। लड्डु चाहिँ गुडलाई चाहिँ मजाले पकाउनु भयो भने मजाले लड्डु बन्छ। हेर्नु ल, मेरो चाहिँ सबै लड्डुहरू बिस्तारै मैले चाहिँ बनाएर सक्न लागे साथीहरु। हजुरहरूलाई पनि यस्तै मिठो माघे संक्रान्ति स्पेशल लड्डु बनाएर खान मन छ भने घरमै मजाले लड्डु बनाएर खानु होला है साथीहरु। एकदमै मिठो हुन्छ यो चाहिँ। एकदमै तातो हुन्छ साथीहरु। अलि ख्याल गरेर डल्लो बनाउनु पर्ने, लड्डु बनाउनु पर्ने हुन्छ। यो चाहिँ एकदमै तातो भएको कारणले गर्दाखेरि
म चाहिँ सबै भुजालाई लिँदै मजाले पालो डल्लो गराउँदै जाँदै गरिरहेको चाहिँ एउटा हातमा राख्नुहोस्, मजाले प्रेस गर्नुहोस्, फेरि तातो चिसो पानीमा डोब्नुहोस्। पानी हातमा चाहिँ पानी मजाले लगाउनु होला साथीहरू, नभए यो गुड चाहिँ हातमै चप्किन्छ अनि त्यसपछि फेरि लड्डु बन्दैन क्या। पानी लगाउँदै गर्नुभयो भने चाहिँ मजाले लड्डु बन्छ है यस्तो चाहिँ। यो चाहिँ लास्ट लड्डु है साथीहरू। म चाहिँ सबै उसहरूलाई भुजालाई लिएर मजाले पालो लड्डु बनाएर गइसकेँ। अन्त साथीहरू कस्तो मजाको हेर्दै खाम जस्तो भएको छ नि है। हजुरहरूले पनि अहिले आउँदै गरेको मकर सङ्क्रान्तिमा यस्तै लड्डु बनाएर खान सक्नुहुन्छ साथीहरू। घरमै सजिलोसँग बनाउन सकिन्छ है, एकदमै सजिलो मिठो छोटो मिठो तरिकाले घरमै लड्डु बनाएर खानुहोला। थ्याङ्क यू सो मच। हजुरहरूले मेरो भिडियो कस्तो लाग्यो, मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला। अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अब फेरि नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई साथीहरू।